दर्शकबिन अन्ततः घरै मुनि सल्लेरको वन गीत गाएर भाइरल भएकी गुल्मी जिल्लाकी साबित्रा पोरियाले गीत रेकर्ड गरेकी छिन् र सम्पूर्ण दर्शकबिनहरूलाई मनमा लागिरहेको कुरा यो छ कि आखिर उनको म्युजिक भिडियो किन रिलिज भएन त र हुँदैछ भने कुन युट्युब च्यानल मार्फत हुनेछ यस्तै जानकारीमूलक भिडियोहरू तपाईँहरूलाई आज हामीले यस भिडियो मार्फत दिनेछौँ र हाम्रो यस भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र साथै तपाईँहरू हाम्रो यस च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर एउटा मिठो कमेन्ट छोडिदिनु होला दर्शकबिन सुरु गरौँ आजको भिडियोतर्फबाट दर्शकबिन साबित्री परियारको स्वर सानै उमेरदेखि राम्रो भएको कारणले गर्दा गाउँका सबै मानिसहरूले उनको स्वरको प्रशंसा गर्ने गर्दथे उनले कहिले मेलापात कहिले गाउँ भन्ज्याङ र उकाली उराली गर्दाहरू गीतहरू गुनगुनाउने गर्दथिन् र त्यही क्रममा गाउँका एक व्यक्तिले उनको गीतलाई टिकटक र युट्युबमा अपलोड गरेका थिए र उक्त उनले अपलोड गरेको भिडियो टिकटकहरूमा भाइरल भइसकेपछि एचपिएन किस्मतले उनको गीतलाई सुनेका थिए र उनको गीत एकदमै राम्रो र मन पराउने राम्रो खालको भएपछि एचपिएन किस्मतले केही मलजल गर्ने प्रयास गरेका थिए र उक्त गीतमा उनको गीतमा रहेका कमी कमजोरहरूलाई हटाएर त्यहाँबाट उक्त गीतमा पञ्चेबाजाको धुनलाई एड गरेका थिए र गीतको सम्पूर्ण एडिटिङ पुरा भइसकेपछि उक्त गीतलाई एचपिएन किस्मत अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरेका थिए र उक्त गीत रिलिज भएको केही घन्टामा नै लाखौँ दर्शकहरूको साथ सपोर्ट पाइसकेको छ उक्त गीत भाइरल भइसकेपछि साबित्रा परियारलाई अहिले गीत रेकर्डिङको लागि काठमाडौँ ल्याएको छ र उनको गीत अहिले काठमाडौँमा आएर रेकर्डिङ गरिरहेका छिन् नमस्ते सबैजनालाई खास गरी मैले यति खतरै होला भन्ने मैले सोचेको थिएन जीवनमा अहिले ट्रेनिङ कतिमा छ 10 मा आयो अनि के भन्छ सामान्य एउटा अब सुटी सकेर आउने बेला पनि वनमा आइसक्छ एउटा के भन्छ म कामको थकानमा म्युजिकै थकानमा घर पुग्दै गर्दा बेलुका खाना खाने बेलामा यसो सोचेँ आमाको आवाजले धेरै छोयो अनि यसमा पञ्चेबाजा राखेर बजारमा पठाइदियो भने मान्छे रुचाउला कि नरुचाउला मलाई मात्रै मन परेको थिएँ सबैलाई मनपर्छ कि भन्ने एउटा ट्राई मात्रै गरेको थिएँ आज चाहिँ यहाँ चाहिँ आमालाई लिएर अफिसियली गीत गर्ने दर्शक श्रोताहरूले चाहिँ अब धेरै रुचाइदिनु भयो एउटा सामान्य कन्सेप्ट मैले यो कमाउनको लागि मैले चाहिँ युज गर्नको लागि मैले गरेँ होइन यो चाहिँ मैले एउटा म्युजिकमा काम गर्दै गर्दा म्युजिकको थकानमा सोचेको एउटा कन्सेप्ट थियो यो कन्सेप्टले चाहिँ सबैलाई राम्रो हुनेवाला छ अब यसको अडियो फाइनल जो राति 4 बजीसम्म बसेर हामी पञ्चेबाजाको काम सकाइसक्यौँ अलिकति आमाले कस्तो गाउनुहुन्छ भन्ने कुरामा चाहिँ अलिकति मलाई कन्फ्युज मात्रै छु आमाले गाउनुहुन्छ होला अलिकति स्केल मात्रै बढाएको हो होइन अब बाँकी कुराहरू अब गीत र नृत्यबाट आमासँग 2 शब्द बोल्दिउँ है त आमा कस्तो लागिरहेछ गीत सुन्नुभयो हजुरले गाएको हजुर कस्तो लागिरहेछ हजुरले आफैले गाएको गीत यस्तो बाजामा आउँदाखेरि कस्तो लागिरहेछ अहिले मैले त अरूको सुनेर नि होइन बाबु आफै मनमा रचेर गाएको है अनि अब अफिसियली यो गीत धेरै दर्शक श्रोताहरूले मन पराइसक्नु भएको छ हजुर अब यो गीत अब लगभग अब त्यसै गरी अब यो अब रेकर्डै भएर तपाईँको आवाजमा र ईश्वर सिंह दाईको आवाजमा बजारमा आउने भइसक्यो अब यसको सम्भवतः आज हजुरले गाउनुभयो भने भोलि पनि सुटिङ सकिन्छ होला अनि हजुर आफूले गाएको गीत आफै नाच्नु भयो एकछिन कस्तो लाग्यो राम्रो लाग्यो हजुरको घर कहाँ गरे आमा मेरो गुल्मी शान्तिपुर है यो कस्तो अरूले गीत गाउनु भनेर गाउनु भएको हो कि कस्तो भन्नाले भन्नुभयो सबैले आफ्नो मान्छेहरूले यहाँ यस्तो कला भसी गाउनुहोस् तपाईँ र भाइले हुनुहुन्छ बोलाउनुहुन्छ अरू उहाँ मिडिया आएर भनेर भन्नुभयो हजुर सानैदेखि गीत गाउनुहुन्थ्यो सानैदेखि यो अवसर मौका नपाएर यो उमेरमा पनि हजुरको यति मिठो आवाज यति मिठोसँग गाउनु हो हजुर पनि दर्शक बहिनीहरू तपाईँले आजको चाहिँ हाम्रो यस भिडियोलाई अन्त्यसम्म हेरिसक्नु भएको छ र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला साथै उहाँको लागि पनि एउटा राम्रो कमेन्ट छोडिदिनु होला है त।